हाई दर्शकबिन नमस्ते म श्यामेन्द्र तामाङ फेरि पनि हजुरहरु सबैलाई मेरो युट्युब च्यानलमा स्वागत छ। मलाई आशा छ हजुरहरु सबै सन्चै हुनुहुन्छ होला। म पनि एकदम आराम कुशल छु। अनि दर्शकबिन आज पनि फेरि मैले एउटा अर्को न्यू एक्साइटिङ टपिक लिएर आएको छु। कतिपय न्यू भ्युअर्सहरुले फेरि मेरो यो डाइरेक्ट यो भिडियो मात्रै हेर्नु भयो भने चाहिँ नबुझ्न पनि सक्नुहुन्छ। त्यसको लागि चाहिँ मेरो श्याम जोजोज किचन युट्युब च्यानलमा गएर प्रिभियस भिडियोजहरु चेक आउट गर्नु होला ल। अनि त्यसपछि मज्जाले क्लियर हुन्छ। हो दर्शकबिन आजको टपिक चाहिँ म विभिन्न कुराहरुलाई लम्बाई चौडाई एकदम नतन्काइकन म सिधा टपिकमा जान चाहन्छु। दर्शकबिन आजको टपिक चाहिँ यस्तो छ। हामीले जस्तै हाम्रो नेपालमा चाहिँ मोमो चाउमिन फ्राइड राइस फ्राई त्यो हुन्छ नि एक्सेट्रा खानेकुराहरु मात्रै हुन्छ। त्यसले गर्दा कतिपय कुराहरु थाहा हुँदैन। तर विदेशमा कुनै पनि नेशनल इन्टरनेशनल अथवा भनौं राम्रो राम्रो होटल रेस्टुरेन्ट 5 स्टार होटलहरुमा चाहिँ एउटा स्टेक भन्ने पनि डिश हुन्छ। त्यो स्टेक भनेको के हो, यसलाई कसरी कुक गरिन्छ, यसको कुक गर्ने कति थरी हुन्छ भन्ने कुराको विषयमा चर्चा परिचर्चा गर्नेवाला छु। दर्शकबिन स्टेक भनेको के हो भन्दा स्टेक भनेको चाहिँ बीफ या त ल्याम चिकन फिसको एउटा मासुको टुक्रा हो जसलाई चाहिँ हामीले प्यानमा अलिभ ओइल हालेर सल्ट पेपर रोजमेरी मात्रै हालेर दुई साइडमा एउटा ब्राउन कलर आउने गरेर सियर मात्रै गर्छ है त्यसलाई, अथवा ग्रिल गर्छ। कुनै पनि चारकोलमा त्यसलाई ग्रिल गरिन्छ हो, त्यसलाई स्टेक भनिन्छ। हामीले स्टेक कसरी बनाउन सकिन्छ? स्टेक त अघि भने जस्तो एउटा प्यानमा दुईटै साइडमा कलर आउने गरेर सियर गरेर अथवा तपाईको एउटा चाहिँ नि चारकोलमा ग्रिल गरेर ओभनमा हालेर पनि पकाउन सकिन्छ। अब जस्तै स्टेक चाहिँ तपाईको कति टेम्परेचरमा पाक्छ भन्ने कुरा छ। स्टेकको चाहिँ विभिन्न जस्तै हाम्रो नेपालमा चाहिँ एउटै डननेसमा खाने गर्छ है। जस्तै कि तपाईको स्टेक मासु पकाउने भनेपछि मासु चाहिँ प्रपरली 100% पाक्नु पर्यो, त्यसलाई डननेस भन्छ। 100% पाकिसकेपछि मात्रै खान्छ। जस्तै विदेशमा चाहिँ त्यो नभइकन भित्र अलिअलि ब्लड भएको अलिअलि काँचो त्यस्तो पनि खाने गर्छ, जसलाई चाहिँ उनीहरूले चाहिँ अलिकति हाम्रो नेपालको खानेकुरालाई चाहिँ धेरै ड्राई भयो अथवा चपाउन नसक्ने भन्छ क्या, किनकि ब्लड हुँदैन भित्र अनि त्यो सफ्ट पनि हुँदैन नि त। विदेशमा चाहिँ त्यो सफ्ट होस् भनेर उनीहरूले प्रपरली पुरै 100% कुक गर्दैन, जसको लागि चाहिँ त्यसको स्टेप हुन्छ। जुन चाहिँ तपाईको त्यो स्टेकलाई हामीले दुईपट्टि सियर गरिसकेपछि अथवा ग्रिल गरिसकेपछि त्यसलाई 5 मिनेट जति रेस्ट गरिसकेपछि फेरि पनि 2 मिनेट जति ओभनमा हालेर तताएर तपाईको त्यसलाई कुक गरिन्छ। त्यो कुक गर्दाखेरि चाहिँ तपाईको मिट चेक गर्ने थर्मोमिटर हुन्छ। त्यो थर्मोमिटरबाट टेम्परेचर चेक गर्छ। त्यो टेम्परेचर चेक गर्दा चाहिँ 40 डिग्री सेल्सियस देखि 48 डिग्री सेल्सियस सम्मकोलाई ब्लू भनिन्छ, जुन चाहिँ तपाईको एकदम काँचो नै हुन्छ, भित्र हल्का तातो मात्रै हुन्छ, वार्म हैन। अनि 48 बाट 52 सम्मलाई मिडियम रेयर भन्छ हैन, जुन चाहिँ अलि गुलाबी कलरको पिङ्क कलरको आउँछ। जुन चाहिँ 43 बाट 58 सम्मको टेम्परेचरलाई मिडियम रेयर भन्छ, जुन चाहिँ अलिकति पिङ्क नै भइसकेको हुन्छ, अलिकति तातो पनि हुन्छ, त्यो चाहिँ हल्का पाकेको हुन्छ। जस्तै 59 देखि 65 सम्मकोलाई मिडियम भन्छ, जुन चाहिँ तपाईको लगभग आधी पाकिसकेको हुन्छ हैन भित्र। अनि जुन चाहिँ त्यो पनि काँचो नै हुन्छ तर आधी चाहिँ पाकेको हुन्छ। जुन चाहिँ 65 देखि 69 सम्मको टेम्परेचर मिडियम वेल भन्छ, जुन चाहिँ तपाईको अलिअलि मात्रै पाकेको हुँदैन हैन। त्यो चाहिँ तपाईको कस्तो हुन्छ भने अलमोस्ट पाकेको अलिअलि पाकेको हुँदैन, भित्र हल्का त्यो ब्लडहरु चाहिँ अलिअलि अब्जर्भ भएर बसेको मात्रै हुन्छ। त्यसलाई मिडियम वेल भन्छ भने तपाईको 70 डिग्री अथवा 71 डिग्री भन्दा माथि अबभ टेम्परेचर भएको छ भने चाहिँ त्यो चाहिँ कस्तो हुन्छ भने त्यसलाई वेल डन भन्छ। त्यो चाहिँ प्रपरली पाकेको हुन्छ, भित्र कुनै पनि ब्लड हुँदैन, जुन चाहिँ हाम्रो नेपालीले खाने गर्छ, राइट। त्यस्तै हो दर्शकबिन, आज हजुरहरुलाई मैले स्टेक भनेको के हो, स्टेकको डननेस कति प्रकारको हुन्छ, कति टेम्परेचरमा पकायो भने कति के भनिन्छ भन्ने कुरा पनि बुझाएँ हैन। अनि आजलाई यति नै गरौँ दर्शकबिन। फेरि पनि अर्को नयाँ टपिकमा भेट हुने बाचा गर्दै म श्यामेन्द्र तामाङ बिदा हुन चाहन्छु। थ्याङ्क्स फर वाचिङ एन्ड ह्याभ अ गुड डे, टेक केयर, बाई बाई, सी यु इन द नेक्स्ट भिडियो।